आजको यो विशेष ऐतिहासिक व्याख्यामा स्वागत छ। कल्पना गरौँ त साना टुक्राहरूमा छरिएको एउटा पहाडी भूभाग कसरी एउटा सिङ्गो स्वतन्त्र र विशाल राष्ट्रमा परिणत भयो होला। आज हामी 18औं शताब्दीको त्यही अत्यन्तै रोमाञ्चक र दूरदर्शी अभियानको चर्चा गर्दैछौँ जसले आधुनिक नेपालको जग बसाल्यो। यो केवल तरबार र युद्धको कथा मात्र होइन, यो त राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एउटा सानो राज्यले कसरी कूटनीति र रणनीतिको बलमा असम्भव जस्तो देखिने सपनालाई साकार पार्यो भन्ने असाधारण यात्रा हो। ल अब यस विषयमा गहिरिएर हेरौँ। यो ऐतिहासिक रूपान्तरणलाई राम्ररी बुझ्न हामी मुख्य रूपमा यी 5 चरण हुँदै अघि बढ्नेछौँ। खण्डित हिमाली राज्यहरू, काठमाडौँ उपत्यकाको विजय, एकीकरणका रोचक रणनीतिहरू, दुई ढुङ्गा बीचको तरुलको अवधारणा र अन्तमा यो अभियानले छोडेको एक जटिल राष्ट्रिय विरासत। पहिलो खण्ड, खण्डित हिमाली राज्यहरू। एकीकरण अभियान सुरु हुनुभन्दा अगाडिको अवस्था कस्तो थियो त? भूभाग निकै खण्डित र अवस्था नाजुक थियो। पश्चिम नेपालमा 22वटा साना साना 22 राज्यहरू थिए भने मध्यपश्चिममा 24वटा 24 राज्यहरू। यता काठमाडौँ उपत्यकामा मात्रै 3वटा छुट्टै र अत्यन्तै धनी राज्यहरू थिए। यी राज्यहरू बीच कुनै एकता थिएन, उनीहरू सधैँ आपसी झगडा र सत्ता सङ्घर्षमा अल्झिरहन्थे। तर हेर्नुस् त, यही निरन्तरको कलह र अस्थिरता नै गोर्खा राज्यका लागि एउटा अभूतपूर्व अवसर बन्न पुग्यो। अब जाउँ दोस्रो खण्डमा, काठमाडौँ उपत्यकाको विजय। विक्रम सम्वत 1799मा गोर्खाको राजगद्दी सम्हालेपछि राजा पृथ्वीनारायण शाहको एउटा प्रष्ट र बलियो अठोट थियो, नेपाललाई बलियो, एकीकृत र विदेशी हस्तक्षेपबाट मुक्त बनाउने। यो कुनै साधारण भनाइ मात्र थिएन, यो त उनको जीवनको प्रमुख लक्ष्य र सम्पूर्ण एकीकरण अभियानलाई निर्देशित गर्ने मूल मन्त्र नै थियो। यही दर्शनले इतिहासको दिशा बदल्यो। अब हेरौँ यो विजय कसरी अघि बढ्यो। काठमाडौँ उपत्यका जित्नु चाँचुने कुरा पक्कै थिएन। जयप्रकाश मल्ल, तेज नरसिंह मल्ल र रणजित मल्लको शासन रहेका यी राज्यहरू आर्थिक रूपमा निकै सम्पन्न थिए। यहाँ देख्न सकिन्छ कीर्तिपुरको घेराबन्दीमा सुरुमा असफलता हात लाग्यो, तर पछि सफल भयो। अनि विक्रम सम्वत 1825मा इन्द्रजात्राको उल्लास चलिरहेको बेला काठमाडौँमाथि अचम्मको रणनीतिक कब्जा जमाइयो। त्यसको लगत्तै ललितपुर र अर्को वर्ष विक्रम सम्वत 1826मा भक्तपुरमाथिको विजयसँगै यो धनी उपत्यका पूर्ण रूपमा गोर्खा राज्यमा समाहित भयो। तर कुरा काठमाडौँ जितेर मात्र कहाँ सकिन्थ्यो र? यो अभियान त झन् विशाल रूपमा अघि बढ्यो। पूर्वतर्फ किराँत क्षेत्रदेखि पश्चिमतर्फ ती खण्डित 22 र 24 राज्यहरूसम्म एकीकरणको लहर ढडेलो झैँ फैलियो। पृथ्वीनारायण शाहको निधनपछि पनि बहादुर शाह र रणबहादुर शाहले यो ऐतिहासिक अभियानलाई निरन्तरता दिए र सिमानालाई अझै फराकिलो बनाए। तेस्रो खण्ड, एकीकरणका रणनीतिहरू। आखिर एउटा सानो पहाडी राज्यले त्यति शक्तिशाली प्रतिद्वन्द्वीहरूलाई कसरी हराउन सक्यो त? यहाँ सबैभन्दा रोचक कुरा के छ भने यो सबैको सुरुवात नुवाकोटबाट भयो। पहिलो प्रयास असफल भए पनि विक्रम सम्वत 1802मा गरिएको दोस्रो प्रयासमा नुवाकोट कब्जा भयो। यो केवल एउटा सैन्य जित थिएन, यो त काठमाडौँ र तिब्बत बीचको प्रमुख व्यापारिक मार्गलाई नियन्त्रणमा लिने एउटा मास्टर स्ट्रोक थियो जसले उपत्यकाको अर्थतन्त्रलाई बिस्तारै निमोट्न थाल्यो। यी 3वटा रणनीतिक स्तम्भहरूले सफलताको असली रहस्य खोल्छन्। यो केवल तलवार र बन्दुकको बलले मात्र सम्भव भएको थिएन। पहिलो, पहाडी भौगोलिक अवस्था सुहाउँदो युद्धशैली र घेराबन्दी रणनीति। दोस्रो, आर्थिक नाकाबन्दी लगाएर शत्रुलाई भित्रभित्रै कमजोर बनाउने नीति। र तेस्रो तथा सबैभन्दा चलाक रणनीति, कूटनीति। छिमेकीहरूबीच फुट ल्याउने र विशेष गरी दक्षिणमा तीव्र रूपमा फैलिरहेको ब्रिटिस इस्ट इन्डिया कम्पनीको प्रभावबाट आफ्नो राज्यलाई पूर्ण रूपमा जोगाउने रणनीति नै निर्णायक साबित भयो। चौथो खण्ड, दुई ढुङ्गा बीचको तरुल। नेपाली इतिहासकै सायद सबैभन्दा प्रसिद्ध बिम्ब नेपाल दुई ढुङ्गा बीचको तरुल हो। पृथ्वीनारायण शाहको दिव्य उपदेशमा समेटिएको यो भनाइले उत्तरमा चीन र दक्षिणमा भारत जस्ता दुई विशाल र शक्तिशाली ढुङ्गाहरूका बीचमा रहेको नेपालको भू-राजनैतिक संवेदनशीलतालाई जति सटिक रूपमा चित्रण गर्छ त्यो आज पनि उत्तिकै सान्दर्भिक लाग्छ। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो नवगठित राष्ट्रलाई कसरी बचाउने भन्ने कुरा दिव्य उपदेशले स्पष्ट पारेको छ। विदेशी हस्तक्षेपबाट हर हालमा टाढा रहनु र देशलाई चलाउन अत्यन्तै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु। यी सिद्धान्तहरू त्यस समयको तत्कालीन सङ्कट टार्न मात्र थिएनन्, एउटा स्वतन्त्र राष्ट्रको दीर्घकालीन सुरक्षाका लागि कोरिएका बलिया रेखाहरू थिए।
पाँचौं तथा अन्तिम खण्ड, एक जटिल राष्ट्रिय विरासत। 10औं लामो यो अभियानका पक्कै पनि 2 पाटाहरू छन् जसलाई हामीले सन्तुलित र निष्पक्ष रूपमा हेर्नुपर्छ। एकातिर छरिएका भूभागलाई जोडेर एउटा बलियो राष्ट्रिय पहिचान र केन्द्रीकृत संरचना सहितको एकीकृत राष्ट्र निर्माण हुनु इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हो। तर अर्कोतर्फ यो ऐतिहासिक यथार्थलाई पनि नकार्न मिल्दैन कि कतिपय स्थानमा यो प्रक्रिया निकै कठोर थियो। जबरजस्ती अधीनता र त्यसले स्थानीय सांस्कृतिक विविधतामा पारेको असर पनि यही इतिहासको पाटो हो। एउटा परिपक्व राष्ट्रको रूपमा अघि बढ्दै गर्दा यी दुवै पक्षलाई बुझ्नु जरुरी छ। हामीले 18औं शताब्दीको एउटा असाधारण रणनीतिक यात्रा र साहसलाई फर्केर हेर्यौं। तर इतिहास कहिल्यै पनि अतीतमा मात्र सीमित हुँदैन। आज पनि यो ऐतिहासिक एकीकरणको जग र 2 ढुङ्गा बीचको तरुलको त्यो कूटनीतिक सिद्धान्तले वर्तमान नेपालको भू राजनीतिक पहिचानलाई कसरी आकार दिइरहेको छ। 18औं शताब्दीको त्यो रणनीति 21औं शताब्दीको विश्व राजनीतिमा कति सान्दर्भिक छ? यही विचारणीय प्रश्नका साथ आजको यो ऐतिहासिक व्याख्या हामी यही अन्त्य गर्छौं।